आज चाहिँ म 10 मिनेट ढिला भइरहेको छु। अरू दिनमा भन्दा चाहिँ यस्तै हो साथीहरू, जाँदैछु ड्युटी। पुगेको छैन अझै, मलमा चाहिँ पुगिसकेँ, पुग्न लागेँ। यो चाहिँ मेरो मैले काम गर्ने ठाउँ आउन लाग्यो। योबाट राइट टर्न लिएको पछाडि आउँछ, तर मेरो ड्युटी चाहिँ सुरु चाहिँ 9 बजीबाट हो। स्टिल 8:34 भयो, टाइम त छ छन कतै, त्यही पनि अब म जाँदैछु। यहाँ म आज यस्तो छिटो छिटो कुद्दैछु कि ड्युटीमा मलाई मात्रै यस्तो हुन्छ कि तपाईँहरूलाई हुन्छ है साथीहरूले यस्तै छ। ड्युटीमा आउँदाखेरि ढिला भए पनि म चाहिँ आइपुग्न थालिसकेँ साथीहरू होइन। आज चाहिँ सबै साथीहरू गइसक्यो, हामी ओपेनिङ टिमको चाहिँ म एक्लै बाँकी हो साथीहरू। म मात्रै यस्तो हो कि तपाईँहरू नि यस्तै हुन्छ ड्युटी हिँड्ने बेलामा कहिलेकाहीँ गाडीमा आउँदाखेरि के भन्छ मेट्रो बसमा आउँदा आउँदै थोरै ढिला भयो कि साथीहरू। तर केही छैन, म मेरो टाइममा पुगिहाल्छु छु। मेरो ढोका खुल्ने तरिका पनि छुट्टै छ होइन। अनि अरू भने त्यस्तै हो, अलमोस्ट म पुग्न लागिसकेँ, त्यस्तो धेरै ढिला पनि भएको छैन होइन। स्टिल मसँग टाइम त छ, तर अलि हतार हतार हुन्छ भन्ने मात्रै हो। यस्तै चाहिँ यस्तै के गर्नु साथीहरू।